भोलि खाना मिठो होला, खानालाई अर्ग्यानिक खाऊ भुन्नान्, हरिया जाउँ लचालट काट्छन्, अनि रोपाइ ढिलो गरे पनि हुन्थ्यो त बटिया त्यो पनि जाति व्यवस्था छुई पनि गरे त्यसै त फट्काइ छ त्यही मारै छुई मान्दैन अहिलेका जमाना कम्प्युटर वैज्ञानिक युग आयो छुई भुनियाइ छ फट्काइ छ खाना भन्दा अल्छो अल्छो आला बोटको पिसियाला मारै घसियाला गर्न मिठो मिठो खाउन उठियो र दिए बट्टान हजारौँ काम पट्टो त्यही मलाई मलाई के मेरो के भयो दिन छुई गरे छुई मान्नु परेन पुर्खादै माने आयो भने त फुट्दै फुल बसिजाउँछ एकैचोटि खाना बनाएको अल्छो होला मिठो मिठो के ल्याएको त तिमीले सबैदेखि भएर गरिकुडा यस्तो राउजिन्छ हो बाहती नापाके अब जिउ गोल्दे हो भाइ यताउता हुने भयो नापा एक गिलास टस्स खाइ आइजाने भैया कतै अब परबाट दाडीले हान्ने छ उता अब ठेलामा पुगिया हुँदैन दाडीले हानिने छ यही बटिया समाज परिवर्तन गर्छ बढियो म पनि चिन्ता लाग्दैन त बटिया बिचरा बटी बिरामी छ यस्तो बेला छुई छाइ पनि मान्ने होइन बटिया हो छुई भनेको क्या भने शरीरको अशुद्ध रगत क्या फोहोर रगत बाहिर निस्क्या पहिल्यै छिनी बुइने मारे पेट परे कति छिनुन फोहोर मैला बढी कति छिन् धान छिनुन धामरी धुन छिनुन अहिले त क्या थरी थरीका प्याड आउनान् बटिया मजारी सफारी 24 घण्टा नहाइ छुन् सफा डाला फेरै छुन् अनि बिखेन बिरामी हुन् दिनु केन देउता लागला केन छुई होला अलबला कुरा आदि छ यो पुरानै पानीमा छाए म यस्तो हो त म भन राम्रो फलानी बढिया बढ्दैनु त अहिले सब परम्परा हटाइले मैले अहिले नयाँ पढा लेख्या धोटी आएर सबै कुरा सिकाउँदाखेरि हुन पनि हो त भनेर मैले त्यो परम्परा छोड्दै आइहाल्यो अझ छुई पनि छ काहीँ यसै बाहिर फर्किन्छ भोलि सर्पले चिनाला कहिलेकाहीँ बलात्कारै नानाइ कहिलेकाहीँ जथाभावी कोठा बसाल्नु उन्न आग लागि हुन्छ अक्सिजन पुग्दैन मान्छ मतदान दिमाग कस्तो छ अब घरभित्र लिने खाना गर्ने आफै खाने मैला भोक बोकै नानाले अझै कमजोरी त्यही पथ भयो छुई भिन्नेमा भित्र नजानेमा खाना सम्हाल्ने नपाउने भयो बच्चा बच्चिन दुध खुवाउनु पर्ने भयो अनि जसको शरीर साह्रै कमजोर हुँदै जाने भोलि मरेपछि त्यो भयो दुःख त्यही त खैनी बचाउनलाई यो छुई हुई मान्ने होइन अनि खैनी पनि लोकलाई चिकित्सै होइन हो कहिले काहीँ खानु पर्यो त मनोरञ्जनमा साथी भेटिन आमा इष्टमित्र कुटुम्ब भेटिन खाया पानी घर आइकन कसरी गर्नु भएन नारायणमा कहिले नारायण माथि आइयो त हो भइबटाउ कि माथि धाने आउने पनि धर्ती धाने आने पनि के भुटिया हुने त जे पनि छुटा हुने के त हुँदैन हो बल्ल रही हो त्यही हो सरस्वती छुई भइन भगवती छुई भइन कालिका छुई भइन बालिका छुई भइन त्यही अहिले हतै छुई भइन भने यो मान्नबाट हो यी मान्नबाट जोगाउनलाई हामीले छुई त्याग्नुपर्छ पछि हो एकचोटि जोड्दा छ ताली बजाउनुहोस् त अब आमा बुवा कसैले पनि छुई पर्छ यो छुई पर्छ भन्ने होइन हो एक कुरो बचियो अहिले म न खाटा ताला लगाएको छ यो टली दोगुनी कम हेला त्यो भन्नु मिल्नु छ त अहिले खासु न तेल हाल्नु न त्यस्तो मान्छ न एकचोटि जोड्दा छ ताली बजाउँछ छुई जोड्नु भन्नु मिल्नु छ क्या छ छुई जोड्नु अनि बिहान पुर्का हामीले छोराले जोइलिए हामीले छोरा जोइलिए त्यो धुनाले ठिक्कै परे यस्तै परि 12 वर्षै छुट्टी ल्याइदियो त कस्तो भयो त्यो पनि त का ठुलो भयो त 14 वर्ष त भयो त त्यो छोरो यति नानी बिहा गरेर पुरा मिलाउन नभए जेल दिने भनिया छु पुरा मिलाउन भयो अरे काय गरे अरे आनन्द गाउँमा राजा नानी पनि छोरो पनि बालबालिका थियो बाल विवाह गर्नु न उ गर्नु न भनिन छाछाती थाउजो उ गर्दा कुनै पुरा मिलाउन गाउँथ्यो हामीले बात हो भाइमा ल्याएर लिएर भित्र छोरा बढियो उमेर पुग्या नै कति मन पराएको थियो मैले उठी यता राखिरा 20 वर्ष पुगेपछि गरेपछि मात्रै आगामी वर्ष मिलेर मैले पुरा मिलाए हो अनि पैसा खायो होला अनि मिलाइदियो यही अलमा आफूले अहिले पैसा खाने जमाना छ बचियो आगो टुक्रो मिलाइकन लाडु दही खाने जमाना छ अहिले बाल विवाह गर्दाखेरि भोलि आइन फस्ने समस्या हुन्छ भोलि छुटकारा गर्ने समस्या हुन्छ अनि दादा
फाल्तुमा गति चाहिँ तँ पनि अब काहीँ नपाएर ए अब टोचली यस्तो छु हो अनि फेरि अनि खाना न्युले अनि भक्तरको छोरी बिहा गराउने अनि नगर्नु चाहिँ थियो कहिले त पछि यस्तो रहेछ